आदरणीय दर्शकवृन्द नमस्ते। आज म तपाईहरुलाई लामो अवधिसम्म तरकारी ताजा राख्ने तरिकाको बारेमा बताउन लागिरहेको छु। सर्वप्रथम म च्याउको विषयमा तपाईलाई बताउँदै छु। च्याउलाई कहिले पनि प्लास्टिकले बेरेर राख्नु हुँदैन। कुनै कार्डबोर्ड भित्र राखेर फ्रिजमा राखे 1 हप्तासम्म ताजा रहन्छ। न कि यसलाई प्लास्टिकमा बेरेर फ्रिज भित्र राख्नु भयो भने यो छिटै बिग्रिन सक्छ। हरियो तरकारी सञ्चित गरेर राख्नु अगाडि पखाल्नु हुँदैन। यदि पखालेर राख्नु भयो भने यो छिटो बिग्रिन सक्छ। यसमा ब्याक्टेरियाको सजिलैसँग प्रवेश हुन सक्छ। प्याज लसुन ओस नभएको ठाउँमा झुन्ड्याउनु राम्रो हुन्छ। लसुनलाई अँध्यारो ठाउँमा झुन्ड्याउँदा अझ गुणकारी हुन्छ। लसुनलाई सकेसम्म अँध्यारो कोठामा झुन्ड्याउनु भयो भने अझ राम्रो हुन्छ। टमाटर फ्रिजमा भन्दा बाहिर तर घामले प्रत्यक्ष नभेट्ने र सामान्य तापक्रम भएको ठाउँमा राख्नाले ताजा रहनुका साथै त्यसको प्राण पनि जीवित रहन्छ। यदि टमाटरलाई तपाईले फ्रिज भित्र राख्नु भयो भने छिटो ओइलाउने सम्भावना हुन्छ, अझ खुम्चने सम्भावना हुन्छ। टमाटरमा भित्र रहेको जुन चिसोपना हुन्छ त्यो सुक्न सक्छ। त्यसैले सकेसम्म टमाटरलाई फ्रिज भन्दा बाहिर धेरै ताप नभएको ठाउँमा राख्नु भयो भने लामो समयसम्म जीवित रहन्छ। हरियो पातयुक्त साग प्लास्टिकमा हावा नछिर्ने तरिकाले प्याक गरी फ्रिज भित्रको सबैभन्दा चिसो ठाउँमा राख्नु भयो भने 10 दिनसम्म पनि केही हुँदैन। यो राम्रोसँग पुनः प्रयोग गर्न सकिन्छ। आलु फ्रिजमा राख्दा त्यसमा भएको स्टार्च आफै सुगरमा बदलिन थाल्दछ। तसर्थ फ्रिजमा नराखी चिसो या सामान्य तापक्रम भएको ठाउँमा राख्नु भयो भने आलु लामो समयसम्म प्रयोग गर्न सकिन्छ। फूलकोपी बन्दाकोपी ब्रोकाउली नपखालिकन तथा नकाटिकन प्लास्टिक भित्र राखेर फ्रिजमा राखिदिने हो भने 10-12 दिनसम्म पनि सुरक्षित रहन्छ। तर पखालेर राख्नु भयो भने छिटो बिग्रिन सक्छ। जरायुक्त तरकारीहरू जस्तै गाजर मुला सलगम तरुल आदि तरकारीहरू छन्, त्यसलाई चाहिँ झोला अथवा पोलिथिनमा हालेर फ्रिजमा राख्नाले निकै दिनसम्म ताजा रहन्छ। तर त्यसको साग वा टुप्पो भने निकालेर फाल्नुपर्छ। त्यसलाई राम्रोसँग निकालेर फालियो भने लामो समयसम्म त्यसलाई राख्न सकिन्छ। अन्य तरकारीहरू जस्तै सिमी कोसाहरू खुर्सानीहरू काँक्रो आदिलाई चाहिँ कागजको झोलामा या कागजले बेरेर राख्नाले फ्रिजमा राख्नाले निकै दिनसम्म ताजा तरकारीहरू खान पाइन्छ। त्यसैले तपाईहरुले तरकारीहरू राख्दाखेरि निकै ध्यान दिनु होला। निकै ध्यानपूर्वक तरकारीहरू राख्नु भयो भने लामो समयसम्म हामीले किनेर खान सकिन्छ। किनभने हामी आजभोलि दिनदिनै बजार जान अथवा हाट बजार जान तरकारी पसल जान भ्याउँदैनौँ, कार्यव्यस्त छौँ। त्यसैले तपाईहरुलाई मैले यो महत्त्वपूर्ण जानकारीहरू दिएको हुँ। धन्यवाद।